आजको चर्चामा स्वागत छ। आज हामी एकदमै रोचक र यथार्थपरक विषयमा कुरा गर्दैछौँ, नाङ्गो गाउँको वृत्तान्त। यो कुनै साधारण कथा मात्र होइन, यो त स्थानीय चुनावको समाजशास्त्र र लोकतन्त्रले भोग्नु परेको नैतिक सङ्कटको एउटा गहिरो ऐना हो। यस विश्लेषणले समग्र चुनावी माहौल, मतदाताको मानसिकता र हाम्रो समाजमा चुनावले पार्ने दीर्घकालीन असरलाई छर्लङ्ग पार्नेछ। आउनुहोस् सिधै विषयवस्तुमा प्रवेश गरौँ। अब विचार गरौँ त। एउटा गाउँको स्कुलमा ताला लगाइएको छ, पढाइ ठप्प छ। कारण कुनै शैक्षिक हडताल होइन, सिधै राजनीतिक हस्तक्षेप। राजनीतिले गाउँको दैनिक जीवन र भविष्य निर्माण गर्ने थलोलाई समेत कसरी अछुतो राख्दैन भन्ने कुराको योभन्दा गतिलो उदाहरण के होला र? स्कुलमा लगाइएको यो ताला एउटा बिम्ब मात्र हो, जसले समाज राजनीतिबाट कुन हदसम्म संक्रमित भइसकेको छ भनेर प्रस्ट्याउँछ। यही घटना नै यस वृत्तान्तको सबैभन्दा ठूलो मोड बन्न पुग्छ। स्कुल बन्द हुँदा विद्यार्थी र शिक्षक प्रत्यक्ष मारमा पर्छन्, अनि यही अन्याय सहन नसकेर पासाङ जस्ता एक अत्यन्तै इमान्दार र निष्ठावान शिक्षक आफ्नो शान्त कक्षाकोठा छोडेर अप्रत्याशित रूपमा राजनीतिको भद्रगोल मैदानमा उत्रिन बाध्य हुन्छन्। उनको यो प्रवेशले गाउँको शान्त पोखरीमा ठूलो तरङ्ग ल्याइदिन्छ। यहाँनिर दुईवटा नितान्त फरक विचारहरूको टक्राउ देख्न सकिन्छ। एकातिर शिक्षक पासाङको अभियान छ, जसमा शिक्षा, इमान्दारी र निस्वार्थ जनसेवाको कुरा छ, अनि अर्कोतिर हुनुहुन्छ वर्तमान अध्यक्ष जारी लामा, जसको रणनीति पैसा, धम्की र भ्रष्ट संरक्षणमा टिकेको छ। यहाँ हामीले कुनै पक्ष लिएका छैनौँ, तर स्रोतले देखाएको यो स्पष्ट चित्रले भ्रष्टाचार र निष्ठा बीचको लडाईँलाई एकदमै सरल रूपमा बुझाउँछ। यो सम्पूर्ण घटनाक्रम बुझ्न एउटा अवधारणालाई अलिकति केलाउनुपर्छ। त्यो हो लेनदेनको राजनीति। यो भनेको यस्तो प्रणाली हो नि जहाँ लोकतान्त्रिक भोटलाई नागरिक अधिकार नमानेर बजारमा किनबेच हुने सामान्य वस्तु मानिन्छ। अब विशुद्ध रूपमा वस्तुगत रहेर हेर्दा यो प्रणालीले भुइँतहमा कसरी काम गर्छ भन्ने कुरा निकै चासो लाग्दो छ। यहाँ प्रस्तुत गरिएका अङ्कहरू साँच्चै नै चकित पार्ने खालका छन्। भ्रष्टाचारको पनि आफ्नै एउटा मूल्य सूची हुँदो रहेछ। एउटा सामान्य मतदाताको भोटको मूल्य 500 देखि 1000 रुपियाँ तोकिएको छ। सुन्दा थोरै लाग्ला, तर एउटा गरिब परिवारको लागि यसले 1 महिनाको चामलको जोहो गर्न सक्छ। उता प्रतिस्पर्धीलाई बाटोबाट हटाउन चाहिँ सिधै 25 लाखको प्रस्ताव। पैसाको चलखेल कसरी नैतिकतामाथि हावी हुन्छ भन्ने यो ज्वलन्त यथार्थ हो। अझ गहिरिएर हेर्ने हो भने चुनावका बेला गाउँमा देखिने ती लामा लामा मोटरसाइकल र्यालीहरू कसरी चल्छन् त? स्रोतले देखाएअनुसार र्यालीमा हिँड्ने एकजनाको दैनिक खर्च 1500 रुपियाँ लाग्दो रहेछ। 500 पेट्रोल, 500 खाना र 500 पकेट खर्च, अर्थात् भत्ता। यसको सिधा अर्थ के हो भने चुनावी अभियान अब विचारको मन्थन हुने ठाउँ रहेन, यो त एउटा पूर्ण लेनदेनमा आधारित उद्योग पो बनिसकेछ। तर कुरा भोट किन्ने र र्याली निकाल्नेमा मात्रै टुङ्गिँदैन नि। सत्तामा रहेकाहरूको भ्रष्टाचारको जालो अझ कता कता फैलिएको छ हेरौँ। स्रोत सामग्रीमा गुप्ताजी जस्ता पात्रको उदाहरण छ, जसले गाउँपालिकामा निशुल्क बाँड्नुपर्ने सरकारी औषधि नै बेच्छन्। त्यति मात्र कहाँ हो र, गाउँमा डरत्रास फैलाउन डनहरू पालिएका छन्, अनि बिरामी बोक्ने एम्बुलेन्सलाई समेत राजनीतिक फाइदाका लागि दुरुपयोग गरिएको छ। यी कुराले भ्रष्टाचारको जालोलाई छर्लङ्गै पारिदिन्छन्। अब यस्तो चरम भ्रष्ट माहौलमा शिक्षक पासाङले यो खेल खेल्न पुरै अस्वीकार गरिदिन्छन्। एकातिर पैसा र शक्तिको ठूलो लालच छ, तर उनी के भन्छन् भने राजनीति तिनका लागि मात्र स्वर्ग हो जसले आफ्नो नैतिकता बेच्न सक्छन्। उनको यो बलियो अडानले अब कथालाई एउटा निकै नाटकीय र गम्भीर मोडतर्फ लैजान्छ। र यही बिन्दुमा एउटा एकदमै गम्भीर प्रश्न खडा हुन्छ कि केवल इमान्दारी र निष्ठाको भरमा उठेको अभियानले वर्षौंदेखि पैसा र शक्तिको बलमा जरा गाडेको बलियो प्रणालीलाई हराउन सक्ला त? पैसा र नैतिकता बीचको यो द्वन्द्वले साँच्ची नै रोमाञ्चक माहौल सृजना गर्छ। अब हामी चुनावको दिनको त्यो उच्च तनावपूर्ण माहौलतर्फ अघि बढ्छौं। ल अब लागौं मतगणनाको दिनतर्फ। सिङ्गो गाउँको ध्यान अब मतपेटिकामा केन्द्रित छ। गाउँलेहरूमा देखिएको त्यो तीव्र उत्सुकता, छिनछिनमा बदलिने समर्थन र अब के होला भन्ने बेचैनीले चुनावको माहौललाई चरम बिन्दुमा पुर्याएको छ। यो दुई व्यक्तिको हारजित मात्र होइन, गाउँको भविष्यकै फैसलाको घडी हो।
मतगणनाको क्रम कुनै लाइभ खेलकुद प्रसारणभन्दा कम रोमाञ्चक हुँदैन। बिहान वडा नम्बर 1 को नतिजा आउँदा पासाङ पछाडि पर्छन्, तर दिउँसो वडा 3 र 4 को बाकस खुल्दा माहौल अचानक फेरिन्छ, मतान्तर घट्दै जान्छ, धड्कन बढ्दो छ, अनि साँझ जब अन्तिम नतिजा घोषणा गर्ने बेला हुन्छ, सिङ्गो गाउँ स्तब्ध हुन्छ। त्यो तनाव, त्यो सन्नाटा हावामा पनि महसुस गर्न सकिन्छ। र अन्ततः नतिजा बाहिर आउँछ। स्थापित राजनीतिक मेसिनरीका जारी लामाले 4696 मत ल्याउँछन्। उता आदर्श र निष्ठा बोकेका पासाङले 4484 मत पाउँछन्। पैसाको बलियो किल्लालाई भत्काउन एउटा इमान्दार अभियान कति नजिक पुगेको थियो भन्ने कुरा यो नतिजाले स्पष्ट रूपमा देखाउँछ। तर यो सम्पूर्ण नतिजाको सबैभन्दा मार्मिक पक्ष भनेको यो सानो अङ्क हो, मात्र 212 भोट। यो झिनो मतान्तरले नतिजालाई झनै पीडादायी बनाइदिन्छ। यो हारजितले गाउँको भविष्यमा पार्ने तत्कालको असर यही नै रहेछ। मात्र 212 जना मतदाताको निर्णयले सिङ्गो गाउँलाई फेरि त्यही पुरानै प्रणालीको भुमरीमा धकेलिदिएको छ। चुनाव त सकियो, तर यसको परिणामले गाउँमा एउटा गहिरो घाउ छोडेर जान्छ। यहाँ एउटा उम्मेद्वारले मात्र चुनाव हारेको छैन, एउटा इमान्दार शिक्षकले समाजप्रतिको आफ्नो विश्वास नै गुमाएको छ। चुनावले गाउँको एकतालाई कसरी छिन्नभिन्न पार्छ र समाजको मनोविज्ञानमा कस्तो असर गर्छ भन्ने कुरा यहाँ उजागर हुन्छ। जब समाजकै नैतिकता र निष्ठा सम्झौतामा पर्छ भने विकासको आश कसरी राख्ने? चुनावपछिको यो भनाइ एकदमै शक्तिशाली छ है। यहाँनिर विश्लेषणको केन्द्रबिन्दु भ्रष्ट नेताहरूको काम कारवाहीबाट हटेर मतदाताको चेतनातर्फ सरेको छ। यो नेताको मात्र गल्ती होइन। जब थोरै आर्थिक लाभको लागि मतदाता आफै आफ्नो भोट बेच्छन् नि, तब एउटा व्यक्ति होइन, सिङ्गो समाज नै बिक्रीमा राखिएको हुन्छ। यसले मतदाताको चेतना स्तरमाथि निकै गम्भीर प्रश्न खडा गर्छ। यो विश्लेषणलाई बिट मार्दै गर्दा एउटा अनुत्तरित र एकदमै गम्भीर प्रश्न हामी सामु खडा हुन्छ। गाउँको विकास नहुनु र समाज पछाडि पर्नुमा अन्तिम दोषी को हो त? के ती राजनीतिज्ञहरू हुन् जसले पैसाको बलमा सत्ता किन्छन्, वा ती नागरिकहरू हुन् जसले आफ्नो अमूल्य भोट र भविष्य सानो प्रलोभनमा बेचिदिन्छन्? लोकतान्त्रिक उत्तरदायित्वको यो प्रश्नले पक्कै पनि हामी सबैलाई गहिरो सोचमा डुबाउनेछ। आजको यो चर्चा यति नै। निरन्तर सिक्ने र प्रश्न गर्ने क्रम जारी राखौं।